वियतनाम से अंतर्राष्ट्रीय सम्मान पाकर झापा लौटे माधव कल्पित का भव्य स्वागत। कला और संस्कृति के दूत बने कल्पित। झापा से दुनिया तक पहुंचाया नेपाल का गौरव। आइए जानते हैं उन्होंने क्या कहा। भियतनामको 7 दिनको निमन्त्रणा भ्रमणलाई पूरा गरेर यतिखेर गृह जिल्ला झापा आइपुगेको छ। क्षितिज नाट्य प्रतिष्ठान झापाले बिर्तामोट नगरपालिका वार्ड नम्बर 1 मा निर्माण गरिरहेको बहुजाति बहुभाषी बहुसांस्कृतिक संग्रहालय सहितको झापा नाटक घरले गरेको योगदान, नेपाली कला साहित्य र संस्कृतिको क्षेत्रमा क्षितिज नाट्य प्रतिष्ठान नेपालले पुर्याएको समर्पणको उच्च कदर गर्दै भियतनामको दानाङ शहरमा आयोजित यो चाहिँ 1 महिना लामो त्यहाँको चाहिँ नयाँ वर्षको पावन अवसरमा जुन भियतनाम सरकारले क्षितिज नाट्य प्रतिष्ठान झापाको प्रतिनिधित्व गर्दै हामीलाई जुन सम्मान प्रदान गरेको छ, एउटा सडकमा एउटा इँटा मागेर नेपाली कला साहित्य र संस्कृतिको उन्नयनको लागि योगदान पुर्याएको भन्दै उसले चाहिँ जुन खालको चाहिँ अन्तर्राष्ट्रिय लेभलको अन्तर्राष्ट्रिय मञ्चमा यो सम्मान दिएको छ र यो सम्मान बोकेर आइरहँदा आफ्नो गृह जिल्लाका कलाकारहरू, शुभचिन्तकहरू, अभियान सम्बद्ध आदरणीय व्यक्तित्वहरूले दिनुभएको यो अपार माया, ममता र स्नेहलाई आज काँधभरि बोकेर अझ जिम्मेवारीका पाइलाहरू अझ सशक्त रूपले अगाडि बढाउँदै क्षितिज नाट्य प्रतिष्ठान झापाद्वारा निर्मित बहुजातीय सांस्कृतिक संग्रहालय सहितको झापा नाटक घरको निर्माण कार्यलाई अन्तिम चरणसम्म पुर्याउन अझ सशक्त भएर अगाडि बढ्न जुन यो जिम्मेवारी थपिएको छ, यो जिम्मेवारीका साथसाथै यो प्राप्त सम्मान सम्पूर्ण झापाली कलाकारहरूको हो, क्षितिज नाट्य प्रतिष्ठानभित्र आबद्ध सम्पूर्ण प्रतिभाहरूको हो। त्यो मात्र नभएर नेपाली कला साहित्य र संस्कृतिलाई माया गर्ने, नेपाली कला साहित्य र संस्कृतिका पारखी सबैको सम्मान हो। म एउटा प्रतिनिधि पात्र मात्रै हुँ र जो जहाँ हुनुहुन्छ, जुन अवस्थामा हुनुहुन्छ, नेपाली कला साहित्य र संस्कृतिलाई माया गरिदिनु होला। हाम्रो पूर्वीय संस्कार र संस्कृति बचाउन एउटा दूर दराजमा झापाको एउटा कुनामा गरेको योगदान र प्रतिष्ठानलाई झापा जिल्लाले नदेखिरहेको बेला, सिंहदरबारले नदेखिरहेको बेला, नेपाली साहित्य क्षेत्रका प्रतिभाहरूको नेपाल सरकार र स्थानीय निकायहरूले सम्मान नगरिरहेको बेला अन्तर्राष्ट्रिय आँखाले हामीले गरेको कर्मलाई देखेको छ। हामीले गरेको योगदानमाथि एउटा हौसला र प्रेरणा थप्ने काम गरेको छ र यसको लागि म विशेष गरी भियतनाम सरकार, त्यहाँका प्रधानमन्त्री फिन माचिङ लगायत दानाङ फाइन आर्ट्स एसोसिएसन प्रति हृदयदेखि उच्च सम्मानका साथ आभार प्रकट गर्दै बिदा चाहन्छु। धन्यवाद। जय राष्ट्र, जय नागरिक, जय रङ्गमञ्च।